सो हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। सो आज चाहिँ हामी बहिनी घर जाँदैछौँ, मेरो मामाको छोरी कान्छी छोरीको घर जाँदैछौँ, रियाको घर। सो अब हामी सबैजना रेडी भइसके। यता चाहिँ मेरो छोरी पनि रेडी भइसक्यो। देखाउ त दिव्यान्सी कस्तो देख्दैछ। पछाडि जाऊ न, पछाडि के हो पछाडि हो पछाडि भन्दैछु। ए घुमेर पो देखाउँछ। ऊ त अलिक पछाडि जाऊ न भनेको, पुरा देखाउ लुगा भनेको। यता फर्का। ए सो अब हामी चाहिँ जाँदैछु। आयो रेडी सेडी भयो हो। आज चाहिँ मलाई घर पनि रिटर्न हुनुपर्छ, बहिनीको घर चाहिँ बान्द्राट हो। सो हामी चाहिँ आज लन्चमा हामीलाई इन्भाइट छ। सो हामी दिदीबहिनी सबैजना जाँदैछु हो। हामी चाहिँ रेडी भइसके किनकि मलाई फेरि घर रिटर्न पनि हुनु छ, नानीको स्कुल छ भोलि। सो अब हेर्दै गर्नुहोस् है, म सबैलाई देखाउँछु। सो अब चाहिँ हामी चाहिँ गएको हो हाम्रो मन्दिर हौ। टोटो पनि आइसकेको छ। अन्त ठिक छस्? गाडीको चाबी को आउँदैछ? ऊ पनि जाने अरे? अँट्छ अनि जाऊ दिव्यान्सी बस उता गएर खाएँ त रोटीहरूले। अघि त्यो नानीहरू चढिसकिसक्यो। अझै एकजना फेरि यता चाहिँ हो आम्बो। फेरि हेलो गाइस भन्दै दिव्यान्सी हेलो गर। सेसाङ हेलो गर। ए हेलो गाइस हेरे ऊ हेलो गर। यस्तो हेलो गर भाइ। हेलो गाइस गर। हेलो गाइस गुड मर्निङ भन्दैन भाइ। भन्दैछौ यहाँनिर। ल हेलो गाइस गुड मर्निङ गर। आज हामी जाँदैछौँ रिया आन्टीको घर भन्। आज हामी कहाँ जाँदैछौँ? बिहा बान्दा आठ भन्। रिया आन्टीको घर भन् न। बोल्दैन थियो त अहिले बान्दा आठ भन्। हामी गएर के गर्ने रिया आन्टी घरमा? मासु भात खाने भन्। बदमास के गर्ने? मासु भात खाने अनि भएन अब अन्त अच्छा आमा तिमी पनि हिँड हुटमा। हुटमा चढ ल यो यहाँ पर्खिँदा पर्खिँदा भइसक्यो भाउजूलाई। अर्को पनि नानी छ। आम्मा नानी 5 जना भयो। रियाको टाउको त उठ्छ होला अहिले। दादालाई ढिलो भइसक्यो। कहाँ बस्ने होला? पर्खिँदा पर्खिँदा भइसक्यो। मेरो औँठ त कस्तो यस्तो गर्दा औँठी नै देखाएको यस्तो गर्दाखेरि मलाई चाहिँ औँठी देखाएको भन्छ होला। कस्तो भइसक्यो मेरो औँठ त। लिपस्टिक पनि फाटेको छ भइसक्यो। लिपस्टिक 50 रुपियाँको लिपस्टिक हो। अन्त औँठ चढ्छ र फुटेको जस्तो भइरहेछ। 50 रुपियाँको लिपस्टिक गरेर मेरो यो मैले मेरो औँठी देखाएको नि मेरो नङ देखाएको नि मेरो नङ भन्नु। अमन दादाको बुढी हो माथि हो। फाइनली हामी चाहिँ अब हाम्रो भइसकिसक्यो सुरु। हेलो गाइस हाम्रो भाबीजान पनि आइपुग्यो, नानी पनि आइपुग्यो। टोटो चाहिँ एकदम खच्चा खाचो खच्चा खाच। गोलमाल 4 अहिले यो टोटोमा कतिजना? अगाडि 2 जना, 4 6 8 10 जना छु हामी एउटा टोटोमा। टक्लु टोटोले पनि तान्नु सक्दैन त। टोटोले कसरी पुऱ्याउनु भनेको त्यस्तो। अब यहाँ 1500को चस्मा हो, टाउकोमा लगाउनु भएन। तेरो कतिको चस्मा? मेरो त 5000 होला। बिचारा यसको मात्रै छैन रहेछ। अब हामी भनेको धनी मनी हो। हामी भनेको धनी मनी हो। यसो आर्मीको बुढी मात्रै हो यो। बिचारा आर्मीको बुढी हो तर केही छैन। अब हामी भनेको वेटरको बुढी हो। यहाँ पनि हो होइन। उसको राखेको छ गुचीको। उसको गुचीको चस्मा छ कि देखाउँदैन। उसको गुचीको चस्मा लगायो भने हाम्रो चस्मा फेल खान्छ भनेर नदेखाउनु भएको। यसो अहिले मजाक मस्ती चल्दै गर्छ। यहाँनिर अटोले चाहिँ अलिकति हामीलाई कस्तो मजाले फुलिरहेछ। यो यसलाई उयो भन्छ हौ। यो घरमा पनि रोप उयो गर्नु भन्छ हौ। कुनै के फुल भयो टोटोमा। तपाईँलाई कस्तो फिल हुँदैछ? लड्छ जस्तो लाग्दैछ मलाई। यहाँ पल्टिन्छ जस्तो लाग्छ। टक्लुलाई कस्तो लाग्दैछ? टक्लु
हामी चाहिँ बिन्दाबरीमै पुगे कहाँ गयो हाम्रो उयोहरू सेनामेनाहरू ल खै नानीहरू ओ टोटोमा जाने अब हामी चाहिँ फ्रुटहरू किनौँ बान्डाहाटमा कि यहीँबाट किन्ने जाउँ हामी चाहिँ अब गाडीको फ्रुट ल्याउनु हामी चाहिँ बहिनीले चाहिँ फ्रुट लोगिदिने किनकि बहिनी चाहिँ प्रेग्नेन्ट छ यो होला एप्पल मिठो हुन्छ हौ ए त्यो सरी पापै हेर्दैछ क्या एउटा यहाँनिर उयो रहेछ यसलाई के भन्छ भने हिन्दीबाट चाहिँ उयो पानी सिङ्गारा भन्छ यसलाई तर अब नेपालीमा के भन्छ यो पानी सिङ्गारा भन्छ होइन यसलाई सिङ्गारा भन्छ यसलाई चाहिँ सिङ्गारा उहाँ छान्नु न अनार पनि यो एप्पल चाहिँ मलाई खाम मन लाग्यो क्रुम ड्राइङ फ्रुट चाप्दै गुल्यो रहेछ सरीमा चाहिँ सरीफा होइन यो सरीफा अर्कै हो कि तर यो सरीफा त टेस्ट त त्यही त हुन्छ कैसे दाम लगाया हो कैसे दाम लगाया अनार 120 वाला का दिया था किलो हाँ संतरा 140 हाँ देखो अब हम ये दुकान देख लो अच्छे से हाँ ये भैया बहुत ज्यादा लगा रहा है सच्ची में अच्छे से दाम लगाओ फिर मैं सबको बुलाऊंगी यहीं भी आना भैया ने मुझे कंफ्यूज कर दिया रे गाइस एउटा हाँसुड्डो बात के भन्छु भने यहाँ टोटोवालासँग वर्षाले 250 रुपियाँ भन्दै थियो तर 300 रुपियाँ भन्दै थियो केटीहरू सब गएर बसिसकेछ मलाई 400 रुपियाँ लिएको थियो तिमीले रिजर्भ पनि गरिसकेछौ कति रे एक घण्टा वान है पेटमा ल्याएको पनि 115 रुपियाँ दिएको 400 रुपियाँ दिएर अनि आधी आधा हाला 200 रुपियाँ फ्रुटले त खाँदैन पनि खान्छ प्रेग्नेन्ट मान्छे रे अब राजाले 200 रुपियाँ हाल्छ हैन त आफ्नो बोके 100 रुपियाँ मात्रै हाल्छ अरे हाल्छ 300 रुपियाँ अब त 300 रुपियाँले केटा तपाईलाई हान्छु अरे मम्मी सुताले के बोकिस वहाँ सुटुक्कै किनिहाल्छ 200 रुपियाँको एक्लै बोक्यो के चाहिँ बोक्छ 200 रुपियाँको हो त्यो ड्राई फ्रुट्सहरु राम्रो हुँदैन नि यिनीहरूले के बोक्छ अहिले पानी छैन मिल्क ठुलो होला पानी छ पानी छैन पछि छ छैन टाक्लु अरे रुमाल थियो भाइ टाक्लु के खाएको टाक्लुलाई अब हामी चाहिँ अटोमा कसले बोकेको थियो खाली खतम पानी खतम कम त ठुलो पानी बोकेको पानी खान्छ फेरि अब हामी चाहिँ बिन्दागरीदेखि पार भयो कति बज्यो है भाउजू आम्मा 11 पो बजिसकेछ त ला बगान चियाबारीमा गाइस हामी चाहिँ पल्टिन्छ होला हौ टोटोमा यसो डेन्जर बाटो छ नि आया लु अब हाम्रो यहाँ कतिजना चाहिँ मान्छे निक्लेको लु दिव्यान्छु उत्रा के भन्छ ऋषिले बाटो देखाउँदै सिधै मान्छे उठ्छ नि त्यहीँनिर रोक्नु अरे एउटा अटोमा हामी कतिजना उत्रे निया पैसा दिइहाल हाल्दैन मेरो ब्यागमा बुझ्यो हजुर भाग्य हामी चाहिँ यहाँ महिमानौ अतिथि राम्रो छ भने बुहारीले के बाबु यहाँ चाहिँ हामी बहिनी बोकेर अब जिउँदै साँच्चीको उयो रहेछ हौ चिरिया हेर त दिव्यान्जी केटाकेटीहरू पाहुनाहरू तिमीले नमस्ते गरेको बाबु ओइ देम के को तारो यो मत तालु नि अनि सबै मम्मीहरु
मम्मी र दिदी बहिनी हामी चाहिँ सबजना भेटघाट भइसकिसक्यो मेरो कसैले बहिनीको घर आएको हामी चाहिँ यसमै खान्छ दिदी भाइ भन्न हामी बहिनीले के बनाएको अरे रिया सेकुवा अरे सेकुवा खातिरदारी सुँगुरको मासुमा पल्किने पापड सपाड सब रेडी गरेछ रियाहरुको कहिले रे एनिभर्सरी 12 तारिख सेकुवा 9 10 11 3 दिन भक्कु बोला पूजा गरे यो त अलिक पतला पतला गर्नु पर्दैन बोसो गिफ्ट पनि उच्च भनेर भन्न सबैले ए गिफ्ट पनि सबैले दिइहाल्छ हैन त्यहाँ गरेर पकाउनु पर्छ होला सानो गर्नु सानो त्यो भात किन आडी सुधा म हैन सुधालाई पनि देखाइदिइहाल्नु नि यसमा त्यो लाइटर हैन लाइटर उठ्याउ लाइटर उठ्यो माथि ए बुहारी तिमी त परेबाट फाइदिन्छ बुहारी आज चाहिँ कम्ती गर यार समस्या लाग्दो रहेछ त गर्दा त मलाई के पारिकिन यता हो यता बहिनीको घरको हालत चाहिँ मेरो नानीहरूले चाहिँ यस्तो बनाइदिएको छ है हेर्नु बिचाराको घरको हालत होइन यहाँ एकदम रियाको घरको हालत ए नानीहरूलाई म जानुपर्छ नि गाडी पाउँदैन रियाको घरको हालत त्यही त थियो नानीहरू चाहिँ घरको हालत यस्तो डेन्जर बिगारिदिएको छ पहिला पसेको अरे यस्तो चटक चिटिक अहिले चाहिँ अब चाहिँ हामी खानासाना पनि खाइसक्यो सबै सबै अब चाहिँ हामी घर जान लागेको अब चाहिँ हामी गएको घर बहिनीहरू चाहिँ बस्छ अरे हामी चाहिँ गएको नानीहरूले फेकेको हाम्रो टोटो पनि आइसकिसक्यो यहाँ त बस्ने होइन आज ए बस्नु न आज एक बार नानी उताबाट बस्नु पर्यो मान्छेलाई बाई गरिदेऊ बाई भोलिपछि आउनु ल यस्तो घुमाउनु ल हुन्छ गरिदेऊ बाई गरिदेऊ बोजूलाई बाई बाई लु बस्नुहोस् ल बोजू हुन्छ जाउँ दादा खै कुसेन ए उनीहरू अहिले बादमा आरामले आउँछ अरे कति बजिसक्यो कपी गर्देऊ आन्टीलाई अर्कै छ सबै मेरो छोरा पक्कलु मलाई पनि त दुख्दैछ बाई 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 बस्नु भरे आउनुहुन्छ अब चाहिँ हामी गएको घर एन्ड बहिनीको घरमा खाना खाएर सुतिसकेको अन्त अब ढिलो पनि